आज चाहिँ हामी बारीमा मम्मी म अनि उता बुवा भएर चाहिँ आज बारीमा आलु लाउने भनेर आलु लाउन लागेका छन्। मम्मीले चाहिँ आलु लाउँदै हुनुहुन्छ, म चाहिँ यसो भनिरहेको छु। अनि समय मिलाएर एउटा भिडियो पनि बनाऊ भनेर भिडियो बनाउन थालेको। मम्मी के छ आज यो यस्तो आलु लाइयो होइन? यो चाहिँ कस्तो छ यो आलु बाक्लो पातलो के भयो है? ठिकै भनेर लाइएको छ बाक्लो पातलो त अब जस्तो बनायो त्यही त अब ए तपाईँले के लाउनु छ त आलुसित अरू हुन्छ है? केतुकी हो मम्मी? किन हो यो केतुकी खास यो आलुमा राख्न आएको? जेठीहरूले अब ऊ भन्नुभयो के अरे किम्लो लाग्दैन यसो गर्ने अनि भनेर लाग्ने चाहिन्छ थाहा हुन्छ। भनेपछि यो किम्लो लाग्दैन भनेर हो खासमा है। आज चाहिँ हामीले यसरी अहिले चाहिँ तलै यो ड्याङको मुनि नै लगाउने अनि पछि चाहिँ अन्य बेला चाहिँ ड्याङ निकाल्ने भनेर यस्तो तरिकाले चाहिँ हामीले लगाएका छौँ। यसमा चाहिँ यो केतुकीहरू पनि राखेका छन्, किम्लो लाग्दैन भन्ने एउटा यसको उद्देश्य खासमा। अरू बाँकी कुराहरू चाहिँ पछि गर्दै गरौँला। अहिले चाहिँ आलु लगाउनु पऱ्यो। ल बाँकी जानकारीहरू चाहिँ पछिल्लो भिडियोहरूमा गर्दै गरौँला। अनि यो केतुकीले चाहिँ कस्तो काम गर्छ अथवा यस्तो किमलाई लाग्छ कि लाग्दैन भन्ने कुरा चाहिँ पछिको भिडियोहरूमा प्रस्तुत गर्ने नै छौँ भन्दै अहिले चाहिँ हामी आलु लाउन चाहिँ थालिसक्यो है।